यो जाडोमा खानालाई एकदमै मिठो हुने फिस स्टाइलको किराको सब्जी बनाऊ है त। फिस स्टाइलको बनाना करी बनाउनको लागि मैले यहाँ 3टा पानीमा भिजाएर राखेको र बोक्रा छिलेर राखेको 3टा किरा लिएकी छु। हामी थोरैजना भएको भएर मैले यति लिए। तपाईँले चाहिँ यसको एमाउन्ट बढाउन पनि सक्नुहुन्छ यसको। र यहाँ मसिनरी काटेको प्याज र खुर्सानी लिएको छु र पेस्ट बनाउनको लागि मैले मसिनरी काटेको 4वटा टमाटर, लसुन र अदुवा अनि सुखा मसलाको रूपमा तोरी, जिरा र धनिया लिएको छु। टिमुर तपाईँहरूले एड गर्न सक्नुहुन्छ, जसलाई टिमुर मनपर्छ उहाँहरूले गर्न सक्नुहुन्छ। मलाई चाहिँ खासै मन नपर्ने भएको हुनाले मैले चाहिँ एड गरिनँ। र अब म चाहिँ यी दुईटाको पेस्ट बनाउँछु प्लस टमाटरको पनि पेस्ट बनाएर अब हामी लाग्छौँ पकाउनतिर। तपाईँले यहाँ देख्न सक्नुहुन्छ मैले केरालाई मसिनरी छड्के रूपमा काटिसकेको छु, डायगोनल शेप दिन खोजेको छु र मसिनरी काटिसकेपछि अब हामीले यसमा चाहिँ थोरै बेसार र स्वाद अनुसारको नुन एड गर्नेछौँ र मजाले चलाएर अब चाहिँ यसलाई फ्राई गर्नेछौँ। र फ्राई गर्नको लागि मैले तोरीको तेल लिएको छु, एकदमै मिठो पनि हुन्छ र तेल तातेको कन्फर्म भइसकेपछि अब हामीले अघि नै काटेको बनानाको स्लाइसेसहरू आधा आधा गरेर हाल्नेछौँ। र यो हामीले मिडियम आँचमा चाहिँ माछा पकाए जस्तै तरिकाले चाहिँ हामीले यसलाई फ्राई गर्नेछौँ। जबसम्म यसको राम्रो सुनौलो कलर आउँदैन तबसम्म यसलाई बिस्तारै चलाएर चाहिँ हामीले पकाउनुपर्छ। मिठो गोल्डन कलर आइसकेपछि अब हामीले यो केराको स्लाइसेसहरूलाई अर्को प्यानमा राख्नेछौँ र यही तेलमा चाहिँ हामीले हाम्रो बनानाको ग्रेभी बनाउनेछौँ। र त्यही तेलमा मैले मेथीलाई मजाले फुराउँछु र मेथी राम्ररी फुराइसकेपछि अब मैले अघि नै काटेको यसमा प्याज एड गर्नेछु र हामीले यो प्याजलाई त्यतिखेरसम्म फ्राई गर्नेछु जबसम्म यसको मिठो गोल्डन कलर चाहिँ आउँदैन तबसम्म हामीले प्याज र यो काटेको खुर्सानीलाई चाहिँ मजाले स्टर फ्राई गर्नेछौँ। र त्यस पछाडि चाहिँ मैले स्वाद अनुसारको चाहिँ यसमा नुन र बेसार एड गर्नेछु। जति हजुरलाई आवश्यकता पर्छ त्यति तपाईँले आफ्नो इच्छा अनुसार चाहिँ एड गर्न सक्नुहुनेछ। र त्यसपछि मजाले चलाएर अब मैले यसमा अघि नै पिसेको चाहिँ मसला एड गर्नेछु र मसलालाई चाहिँ मजाले भुट्न पर्छ, किनभने यसमा अघि नै चप गरेर राखेको पिसेको लसुनको चाहिँ टेस्ट आउने भएकाले मजाले तेल नछोडिन्जेलसम्म चाहिँ यसलाई फ्राई गर्नु होला। र त्यस पछाडि मैले एड गरेँ यसमा अघि नै पिसेको टमाटोको प्योरीलाई पनि हामीले जबसम्म तेल छोड्दैन तबसम्म राम्ररी चलाएर पकाउनु पर्नेछ। र त्यसपछि मसला भुटेको चाहिँ मजाले कन्फर्म भइसकेपछि यसरी तेल छोडेको हुन्छ। र अब पालो आएको छ अघि नै फ्राई गरेर राखेको केराको स्लाइसेसहरूलाई यही मसलासँग एकछिन मिसाएर पकाउनको लागि। जस्ट